Hello everyone. Okay, so first of all thank you so much हाम्रो होस्ट म्यामलाई एन्ड तपाईहरु सबैजनालाई पनि थ्याङ्क यू सो मच एन्ड वार्मली वेलकम गर्न चाहन्छु सबैजनालाई। हुन त इन्डियन भइसक्यो होला भन्ने लागिरहेको होला तर पनि छैन। ओके, सो त्यहाँबाट मलाई यहाँसम्म यानि कि असिस्टेन्ट म्यानेजरबाट यहाँ आइपुग्नको लागि 3 इयर्स लागेको छ एन्ड म त्यो 3 इयर्सको जर्नी चाहिँ सेयर गर्नेवाला छु। आई डोन्ट नो मैले के बोल्छु कस्तो बोल्छु तर जे पनि बोल्छु रियल बोल्नेवाला छु। सो यसलाई चाहिँ तपाईहरुले केही एउटा लेसनको रूपमा लिएर चाहिँ मैले जुन मिस्टेक गरेँ त्यो मिस्टेक नगरिकन अगाडि बढ्नुहुन्छ भनेर चाहिँ एकदमै ठुलो होप राखेको छु। सो मेरो इन्ट्रोडक्सनबाट नै स्टार्ट गर्न चाहे। सो तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ फ्रम सेल्फ डाउट टु सेल्फ ग्रोथ। So, hello everyone, this is me Geeta Paudel all the way from Kabre र मेरो यो फिल्डमा एक्सपिरियन्स ग्लोबल भिक्टरसँगको एक्सपिरियन्स 3 इयर्स कम्प्लिट भएको छ भनेदेखि मलाई यो ब्युटिफुल प्लेटफर्ममा इन्ट्रोड्युस गराउने पर्सन हुनुहुन्छ मेरो इन्ट्रोड्युसर मिस्टर पूर्णसी गुरुङ सर। सो म चाहिँ एकदमै नै ग्रेटफुल छु उहाँप्रति चाहिँ। एन्ड तपाईहरुले सिम्पल मेरो ब्याकग्राउन्डलाई यहाँ प्रेजेन्टेसनमा पनि देख्न सक्नुहुन्छ। म एकदमै सर्टमा सेयर गर्नेवाला छु। सो म चाहिँ एउटा एकदमै सिम्पल फ्यामिलीबाट बिलोङ्स गर्ने पर्सन हो जहाँ मेरो फ्यामिली एज अ फार्मर्स हुनुहुन्थ्यो। एन्ड मेरो लाइफको जर्नी चाहिँ कहाँबाट स्टार्ट भयो त भन्दाखेरि जस्ट म चाहिँ सानैदेखि एउटा यस्तो पर्सन थिएँ के गर्छु थाहा थिएन तर म केही नयाँ गर्छु भन्ने चाहिँ थियो तर के गर्छु भन्ने थाहा थिएन मलाई। एन्ड त्यही क्रममा मैले मेरो स्कुल सकाएँ र म काठमाडौँ आएँ मेरो +2 को लागि। एन्ड म 11 मा पढ्दै गर्दा चाहिँ मेरो लाइफमा एउटा यस्तो इन्सिडेन्ट भयो जसको कारणले गर्दा मलाई एकदमै गाह्रो भएको थियो। जुन भनेको एट द एज अफ 15 मा मैले मेरो बाबालाई चाहिँ गुमाउनु परेको थियो जसको कारणले गर्दा म मेन्टली प्रेसरदेखि लिएर हरेक कुरा चाहिँ भोगेको थिएँ। तर त्यहाँबाट पनि मैले आफूलाई चाहिँ अझ पनि स्ट्रङ बनाउन सक्ने भएर चाहिँ अगाडि बढेको थिएँ। बिकज मेरो बाबाको डेथ भएको 15 डेजमा चाहिँ मेरो 11 को बोर्ड एक्जाम थियो एन्ड मैले त्यो पनि कभर गरेँ एन्ड समय बित्दै गयो। मैले ब्याचलर पनि कम्प्लिट गरेँ सोसल वर्कबाट र सोसल वर्कबाट किन भन्दाखेरि मलाई चाहिँ धेरैजना पिपुल्सहरूसँग कनेक्ट हुन चाहिँ एकदमै मन पर्थ्यो। द्याट्स वाइ मैले सोसल वर्क चुज गरेर चाहिँ ब्याचलर सकाएको थिएँ। एन्ड ब्याचलर सकिसकेपछि केही पनि थिएन, जस्ट मसँग एउटा अप्सन थियो मेरो खुसीको लागि जुन भनेको अब्रोड किन भन्दाखेरि अभियसली एज अ मिडल क्लास फ्यामिलीबाट बिलोङ्स गर्ने भइसकिसकेपछि धेरै कुरामा लिमिटेसन थियो, धेरै कुरामा रेस्ट्रिक्सन थियो, धेरै कुराको सेक्रिफाइसेस थियो। त्यो कुरा सबै मेटाउनको लागि चाहिँ म अब्रोड जान्छु भनेर मैले प्लान गरेको थिएँ। आइएल्सको प्रिपरेसन पनि गरेको थिएँ बट मेरो फ्यामिलीले चाहिँ मलाई अब्रोडको लागि अलाउ गर्नु भएन। मेरो फ्यामिलीको सोच भनेको जस्ट लोकसेवा मात्रै नै थियो। बिकज मेरो फ्यामिलीको जति पनि रिलेटिभ्सहरू हुनुहुन्छ सबै सरकारी जागिरे भएको कारणले गर्दाखेरि मेरो फ्यामिलीको सोच पनि त्यही नै थियो। एन्ड मैले मेरो ड्रिम अब्रोडलाई चाहिँ क्यान्सल गरेर मैले लोकसेवाको प्रिपरेसन गर्दै थिएँ। त्यही टाइममा मैले जब पनि गरेँ बट फ्यामिलीको त त्यो थियो प्लान तर गड्सले अर्कै कुरा लेख्नु भएको थियो। एन्ड गड्स प्लानमा चाहिँ ग्लोबल भिक्टर्स थियो जसको कारणले गर्दा एज अ म लोकसेवाको प्रिपरेसन गर्दै एज अ ग्लोबल भिक्टर्समा अर्को नयाँ जर्नी स्टार्ट भयो र त्यहाँ पनि धेरै नै च्यालेन्जेस थियो अभियसली पनि। एन्ड सबैजनाको रिजन सबैजनाको च्यालेन्जेस डिफ्रेन्ट छ। एन्ड तपाईँहरू जति पनि जना हुनुहुन्छ कतिजनालाई स्टिल पनि कन्फ्युज लागिरहेको होला म गर्न सक्छु कि सक्दिनँ होला, यो मेरो लागि हो कि होइन त भन्ने लागिरहेको छ भनेदेखि अभियसली पनि यो तपाईँहरूकै लागि हो तर तपाईँहरू कन्सिस्टेन्सी चाहिँ हुन एकदमै नै इम्पोर्टेन्ट छ। एन्ड मेरो जस्ट रिजन भनेको एउटै मात्र थियो, तपाईँहरूले लास्टमा देख्न सक्नुहुन्छ। मैले यो प्लेटफर्म जोइन गरेर मैले एउटा केही चेन्ज गर्न सकेँ भनेर मात्रै स्टार्ट गरेको थिएँ, नथिङ एल्स। तर आज यहाँसम्म आइपुग्दाखेरि धेरै कुरा छ एन्ड च्यालेन्जको कुरामा
मैले जब बिजनेस स्टार्ट गरेको थिएँ आई स्टार्टेड फ्रम असिस्टेन्ट म्यानेजर जसको 86,000 सपिङ गरेर मैले असिस्टेन्ट म्यानेजर क्वालिफाइड गरेको थिएँ बिजनेसको जेरो नलेज जेरो एक्सपिरियन्स केही पनि आइडिया थिएन एन्ड 1 महिनासम्म त मलाई काम के गर्ने नै थाहा थिएन प्रडक्ट पनि पाएको थिइनँ तर पनि जस्ट एउटा गर्छु भन्ने होप थियो एन्ड त्यही क्रममा लट्स अफ च्यालेन्जेसहरू पाएँ मलाई एउटा यस्तो डिसिजन लिन गाह्रो भयो जब 6 मन्थ भएको थियो एक्सपिरियन्स आई केम टु काठमाडौँ नै बसेर बिजनेस गर्छु भनेर त्यो एउटा एकदमै बिग डिसिजन थियो त्यसको कारणले गर्दा अ लट अफ च्यालेन्जेस मेरो लाइफमा आयो एन्ड त्यहाँ यस्तो कुराहरू भएको छ सायद तपाईँहरूले जुन गीता मिसलाई देखिरहनु भएको छ त्यो कहिले पनि देख्नु नै भएको छैन राइट यो जर्नीसम्म आइपुग्दाखेरि कति दिनहरू यत्तिकै गयो होला भोकै बसेर गयो होला कति रातहरू नसुतिकन गयो होला तर मेरो माइन्डमा एउटै कुरा थियो मैले गर्न सक्छु र म बन्छु पनि द्याट्स वाइ म आज तपाईँहरूको माझमा एज अ सुपेरियर प्रेजेन्ट हुन सकेको छु भनेदेखि यो जर्नी यहाँ मात्र होइन अझै धेरै माथिसम्म पुग्नेवाला छ एन्ड आज यहाँसम्म आइपुग्नको लागि मलाई हेल्प गर्ने पर्सन हुनुहुन्छ एज अ मेरो इन्ट्रोड्युसर पूर्णश्री गुरुङ सर उहाँले धेरै नै हेल्प गर्नुभएको छ धेरै नै गाइड गर्नुभएको छ म एउटा यस्तो सिचुएसनमा थिएँ दिस इज नट कप अफ माई टी भन्ने सिचुएसनमा मलाई हेल्प गर्नुभएको छ एन्ड म यो बिजनेसमा अलाइभ छु भनेदेखि आवर वान एन्ड ओन्ली को फाउन्डर टङ्कमान श्रेष्ठ सरको कारणले गर्दा छु बिकज मैले मेरो लाइफमा यस्तो फेज पार गरेको छु नि सायदै उहाँले मलाई त्यो टाइममा गाइड गर्नुभएको थिएन सपोर्ट गर्नुभएको थिएन भनेदेखि म आज यहाँ हुँदैन थिएँ सो उहाँको लागि थ्याङ्क यू भन्ने वर्ड त एकदमै सानो हुन जान्छ बट तर पनि थ्याङ्क यू सो मच सर एन्ड सौरभ सर सो म मेरो लाइफको एउटा यस्तो सिचुएसनमा थिएँ बिजनेसको फेजमा सर म यो प्रब्लम फेस गरिरहेको छु सो म कसरी अगाडि बढौँ एन्ड सरले एउटै कुरा भन्नुभएको थियो तिमी प्रब्लम देखाउन आएको कि सोल्युसन खोज्न आएको एन्ड त्यो वर्ड्सको कारणले गर्दा आई एम हियर सो थ्याङ्क यू सो मच सौरभ सर एन्ड किरण सर सो एभ्री टाइम गीता मिस कहिले बन्ने भन्दा सर आज सुपेरियर बनेर यहाँ टेस्टिमोनी सेयर गरिरहेको छु थ्याङ्क यू सो मच एन्ड पूर्ण सर कहिले बन्ने मिस बन्नु पर्यो अब सुपेरियर भन्नुभएको थियो सर आई एम हियर थ्याङ्क यू सो मच एन्ड आवर कोर लिडर सुनप सर मन्जुल सर रवि सर मिस कहिले बन्ने ढिला भइसक्यो भन्नुभएको थियो एन्ड आई एम हियर सो तपाईँहरूको गाइडेन्सको कारणले गर्दाखेरि थ्याङ्क यू सो मच एन्ड इच एन्ड एभ्री पर्सन मेरो अपलाइन मेरो डाउनलाइन मलाई आजसम्म यहाँसम्म लिएर पुर्याउनु भएको छ सो थ्याङ्क यू सो मच एन्ड हाउ आई स्टार्टेड भनेर मैले सेयर गरिनँ यहाँबाट तपाईँहरूले देखि नै हाल्नुभएको छ सो जर्नी पक्कै पनि सजिलो थिएन तर इम्पोसिबल भन्ने पक्कै पनि छैन र मेरो 3 इयर्सको एक्सपिरियन्सबाट जस्ट तपाईँहरूलाई एउटा मेसेज दिन चाहन्छु त्यो चाहिँ के हो त भन्दाखेरि कन्सिस्टेन्सी इज नट इजी तर तपाईँले यसलाई एउटा राम्रोसँग आफ्नो एउटा पावरफुल वेपन बनाएर अगाडि बढ्नु भयो भनेदेखि डेफिनेटली यु क्यान अचिभ एभ्रिथिङ सो थ्याङ्क यू सो मच जीवेदा फ्यामिली मेकिङ मी लाइफ थ्याङ्क यू सो मच